झापामा चाहिँ बालेन जानुपर्ने कारण किन बालेनले त जहाँबाट जित्छ 100% जित्ने ठाउँबाट जानुपर्ने हो नि त अनि ऊ जितेर गएर संसद बन्नुपर्ने हो नि त तर नियत त्यो होइन नि त नियत के हो र मेसेज हो किन जनतालाई मेसेज के दिनु छ भन्दाखेरि झापा 5 मा 2000 मतले जित्ने होइन क्या 5000 मतले जित्ने होइन क्या यदि भारी अन्तरले जित्ने कि अब त्यो होल त्यो जडेदेखि त्यो चिज त्यो बिच चाहिँ गइसक्यो भन्ने हुनु पर्यो क्या त्यो मेसेजको लागि हो सो जनताले त्यो बुझ्नु पर्यो कि लाइक अब चाहिँ त्यस्तो हुँदैन लाइक एकचोटि गल्ती भयो दुईचोटि गल्ती भयो तर तेस्रोचोटि चाहिँ गल्ती हुँदैन भन्ने भएर अब चाहिँ बालेन त्यहाँबाट जाने एउटा एकदम सन्देश हो सो बालेन भने एउटा 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 सन्देश हो क्या एउटा एउटा सोच हो क्या एउटा व्यक्तिलाई नहेरौँ न एउटा दारी भएको व्यक्ति चस्मा लाउने व्यक्ति नहेरौँ एउटा सोच हो क्या के सोच भन्दा एउटा युवाले पनि एउटा चाहिँ जड गाडेर बसेकोलाई चाहिँ पख म पनि एक दिन उठेर बन्छु अनि त्यसको चेन्ज गर्छु भन्न सक्छ र गर्छ भन्ने सोच हो सो त्यो सोचको पछि लागौ न मान्छेको पछि लाग्नै पर्दैन नि होइन आफूले जित्ने ठाउँमा गएको भए ठिकै हुन्थ्यो तर त्यहाँ जाँदाखेरि आफ्नो राजनीतिक भविष्य पनि दाउमा राखेर जानुभयो बालेनजीले उहाँ त केपी ओलीको गढ यत्रो वर्ष जितेर बसिरहनु भएको विकास पनि त्यही गर्नु भएको छ दुईटार बनाउनु भएको छ बाटो कुना कुना बाटो बनाउनु भएको छ 6 जना 7 जना समानुपातिक सांसद झापाबाट नै ल्याउन खोज्नु भएको छ अरे त्यो हिसाबमा चाहिँ अलिक गाह्रो हुन्छ कि भन्छन् क्या हुँदैन ब्रदर किन भन्दाखेरि भ्यू टावर बनेर कतिजनाले रोजगारी पाए भ्यू टावर बनेर साँच्चीकै कतिजनाको घर चल्यो होइन भ्यू टावर बनेर साँच्चीकै फाइदा के भयो नेपाल जस्तो देशमा जहाँ चाहिँ 5 मिनट चढ्यो भने हरेक डाँडाबाट भ्यू टावर छ किन चाहियो नेपालमा भ्यू टावर भ्यू टावर चाहिन्छ चाहिँदैन नि ब्रदर यार नेपालमा भ्यू टावर चाहिँदैन नेपालमा चाहिने भनेको साँच्चीकै अब त्यो झापामा पनि के छ त हौ के चाहिँ गरेको छ भने भ्यू टावर बनाएर त हुँदैन नि त भ्यू टावरको असली त त्यहाँबाट कतिजनाले जागिर पायो त भ्यू टावरले कतिजनाको घर चल्यो कतिजनाको करियर बन्यो क्या 3 दिन पैसा कमाएर हुन्छ त हुँदैन नि करियर बन्न पऱ्यो क्या 30 वर्षको प्लान हुनु पऱ्यो बच्चा पाल्ने उ गर्ने भएछ अघि स्वर्णिमजीले भन्नुभयो जस्तो मध्यम वर्गीयलाई टार्गेट गर्नु पऱ्यो किन मध्यम वर्गीय भनेको दोज आर द मोस्ट स्पेन्डर्स उहाँहरूले सबसे धेरै इकोनोमीमा खर्च गर्ने हो सो सकेसम्म धेरै मान्छेलाई तल्लो स्तरबाट मध्यम वर्गसम्म ल्याउन सक्यो भने उहाँले भनेको छ त्यो एउटा लास्ट टेन्सनहरू छन् लाइक के गर्ने मेरो पढाइ के गर्ने बिहे के गर्ने व्यवहार कसरी चलाउने त्यो नेपालीका साना साना कुराहरू छन् नि त्यो बिस्तारै सल्भ हुँदै जान्छ जस्तो त्यही भएर मध्यम वर्गलाई उठाउनु पऱ्यो अनि अब अरू भनेको यो जियो पोलिटिक्सको कुरा जुन छ जियो पोलिटिक्सको कुरा चाहिँ हो नेपाल एकदम दुईवटा खतरा शक्ति राष्ट्रको बिचमा छ क्या त्यो जियो पोलिटिक्स इज अलवेज देयर तर हामीले के बुझ्नु पऱ्यो भन्दा त्यो जियो पोलिटिक्सको बिचमा पनि हामी देशभित्र चाहिँ राम्रो काम गर्न सक्छौँ है हामीले अब फाइटर जेट किन्नु पऱ्यो भने अमेरिकासँग सोध्नु पर्ला क्या तर ओडाको त्यो बाटो पिच गर्न त अमेरिकालाई सोध्नु पर्दैन त्यो भित्री कुरो हो नि यार त्यो हाम्रै कुरा हो क्या 3 जना मिलेर हुने कुरो हो क्या त्यो पनि नहुँदा चाहिँ त्यो भनेको गुड गभर्नेन्सको नै हो माथि टाउके नै हो क्या टाउके नै हो क्या त्यो म्यान्चेस्टर युनाइटेडकै हेरौँ न फुटबलकै एक्जाम्पल दिउँ न त्यस्तो खतरा एलेक्स फर्गुसन छोडिदिइसकेपछि खतरा आए तर हुन सकेन नि त टिम त त्यही थियो त्यो चाहिँ टाउके क्या टाउके नै सबसे इम्पोर्टेन्ट हो त्यही भएर हामीले चाहिँ टाउको खतरा पठाउनु खोजिरहेको हो पढे लेखेको मान्छे फर्स्ट टाइम अब नेपालमा चाहिँ पढे लेखेको मान्छे भनेपछि तर्सिन्छ फेरि ओहो यसले त देश बेचिदिन्छ भने त्यो रङ न्यारेटिभ सेट भयो किनकि पहिलाका पढे लेखेका मान्छेहरूले बिगारे हो तर हामीलाई चाहिने भनेको डाक्टर स्वर्णिम वाग्ले जस्तो स्ट्राइकर चाहियो जसले चाहिँ गोल गरेर अहिले सुरुमा बराबर बनाउनुहुन्छ अनि त्यसपछि बिस्तारै अब फेरबदलमा त्यसपछि डिफेन्डर ल्याउँला भट्टराईजी ल्याउँला अरू चिज ल्याउँला म चाहिँ के भन्छु भन्दाखेरि स्वर्णिमजीलाई चाहिँ गोविन्द भट्टराईहरू जस्तो मान्छेहरूले चाहिँ त्यो देखेर चाहिँ इलेक्सन पछि पनि सपोर्ट गर्ने खालको एउटा चाहिँ वातावरण बनाउनु पऱ्यो सो द्याट उहाँहरू पनि काम लाग्ने मान्छे हो उहाँ पनि नेपाली नै हो पार्टी पो फरक हो त नेपाली होइन त र नेपाली होइन त कुन पार्टी नबनिकन त सँगै बसेर त्यहाँ खाँदा ब्रो के छ यार ठिक छ पार्टी सोधेपछि पो फरक हुने हो न त नेपाली हो नि ब्रो बिहान उठेर भातै खाएर आयो